हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड आजको चाहिँ एनदर ब्लगमा हाम्रो वर्षा दिदी होइन यहाँ रोसिका दिदी अनि फ्यातेली ल चस्मा ल्याए नै के अनि पखन म पनि आउँदै न गाई उठ्ने बित्तिकै त्यो लाग्छ र मलाई कता लाग्छ कि मलाई चाहिँ खासै लाग्दैन है बिकज मेरो साथी यो नेपाल जान्थे होला मलाई छोडेर यहाँ मेरो प्यारो दिदी हुनुहुन्छ डान्स वर्षा दिदी के गरी लागेको छ लुगा केही अडिएको छैन उसलाई थाहा छैन मतलबै छैन हेर त्यहाँ मतलबै छैन यस्तो छ है अब हामी चाहिँ तपाईँलाई अगाडि बिच गएर देखाउँछौँ ल बनाउनु नि त दिदी तपाईँ पनि ल बनाउनु नि त दिदी तपाईँ पनि अनि अब सो अब मिनी ब्लग हो यो चाहिँ हाम्रो अब कस्तो देखेको चाहिँ थाहा छैन यो के लगाएको त्यो पनि थाहा छैन चप्पल यस्तो छ जिन्दगी सो गाइस हामी चाहिँ आइपुगिसक्यौँ यति बेला चाहिँ आउनु पर्ने भन्नुहुँदैछ के रहेछ दिदी सिसा होइन दिदी त्यो ए यहाँ रहेछ ढुङ्गा त होइन त्यो अनि म जहिले यहाँ आउँदाखेरि चाहिँ नि एउटा कुरा के टिप्छु भने नि यो के यो दिदी छिटो यस्तो गर्नु न हात चाहिँ म तपाईँलाई लगाइदिन्छु भनेको के पाप लाग्छ मलाई उठाएर ध्यान मैंने तो कुछ भी नहीं किया मुझे तो नहीं बताओ नहीं बोलो आप मेरो मेरो त सातो जान्छ कि यो क्या बोलता है आप पक्रिदिन्छ न घाम लगाउनु सकिँदैन हस्ता है आप कसले गर्छ त होइन भिडियो चाहिँ गरिहाल्नु नि के अरे दाइ पक्नै एकछिन जान्छ के अरे दाइ यसरी नै देखा था अब म चाहिँ म चाहिँ फुलसुरा लाएर आएको छु कि अब म यहाँ एकछिन रमाइलो गर्छु है ओइ 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 के हुन्छ भने नि यहाँ म मेरो मायाको नाम लेख्छु ल मेरो माया वाउ कस्तो राम्रो यहाँ हेर्नुहोस् है यहाँ तिमीलाई थाहा छैन म डर झगडा पर्यो है गाई हाम्रो अब झगडा पर्यो कि म डर्नु तिमीलाई म थाहा छैन भाइ कति मजा तपाईँले भनेर हुन्छ यहाँ तपाईँले भनेर हुन्छ यहाँ कस्तो खालको जाऊ मायालु जे पनि के जे पनि खोल्दैन ल्याउनु पनि एउटा सीमा हुन्छ नि त्यो खोल न पहिला के चाहिँ खोलिदिनु न दाइ
बोला था तुम्हारा मंगलसूत्र दे दो मुझे ले जा पहले चलो 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 खोल दिनु दाई कैसे आई थी मैं कैसे जा रही हूँ 100 रुपये हुने ने राइट क्या कर ले ये लड़का लड़की लोग हाँ लाज शरम नाम की कोई चीज भोकेर हिँड्ने नि ल ल ल पोज गराओ त कसलाई गराउनु गाइज अब घर जान्छौँ है हामी कहीँ जाँदा कस्तो थियो आउँदा कस्तो भयो तपाईँले हेर्न सक्नुहुन्छ है आजको छोटो मिठो मिनी भ्लग चाहिँ मेरो यस्तै सो अब मेरो नेपालमा यसरी पाइला राख्न आँटेको छ जहिले तिमी भन्छौ कि एक्जिस्ट भन्छु तिमी गर्छौ भिडियो आज म गरिदिन्छु सो गाइज आजको भिडियो यति नै रहेको छ बहिनीको भिडियो अनि तपाईँहरू यतिसम्म हेरिदिनु भयो एकदमै धेरै धेरै माया छ मेरो बहिनीको तर्फबाट मेरो भिडियो हेरेको मात्रै मेरोबाट बहिनीको तर्फबाट धेरै धेरै माया छ अनि सपोर्ट गर्नुहोस् सक्दो सपोर्ट गर्नुहोस् जति हुन्छ गर्नुहोस् नगर्नेलाई के भन्दिनँ गर्नु जति चाहिँ गर्नु अनि अरू के भन्नु मलाई हेर्नु मलाई लाइक कमेन्ट फलो सब्सक्राइब सेयर ए मेरो इन्स्टाग्राम आइडी लकी कमास 30 यही भन्न आउनुभएको दाइ मलाई थाहा छ है भन्नुहुन्छ नि पानीको छालले सुरुवात सम्हाल्नु गाह्रो भयो फेरि कसैलाई चाहिँ नि फेरि यस्तो घरहरू हाम्रो यस्तो नामसारी गरिदिएको भए अलिक राम्रो हुन्छ यस्तो घाम आज त म भन्नुपर्छ सुतेको पनि छैन क्या के छ साथी उसलाई मतलबै छैन क्या मतलबै छैन उसलाई मतलबै छैन के मतलबै छैन म नराम्रो छै गाइजहरू भन्नुपर्दाखेरि चाहिँ वाइफाई होस् कि तर अहिले मैले काम पाइनँ नि अहिले गएर सुत्नु नै छ के गराउनु नि दिदीको फोनबाट भिडियोहरू छ र डिलिट गरिदिएँ मैले त्यस्तो नभन न फेरि गरिदिएँ तर म डाउनलोड गरिदिन्छु मलाई अहिले चाहिँ मैले बनाउँछु भिडियो नाउ आई वान्ट नाउ इङ्ग्लिस अब के भन्ने हो मलाई अहिले चाहिन्छ ए त्यस्तो भन्नु न म इङ्ग्लिस अलिकति बुझ्दिनँ कि यस्तो बुझ्छु नाउ गेट रेडी विथ मी आई गो बिच होइन आजदेखि हामी इङ्ग्लिसमा कुरा गरौँ ल ओके ओके ल सो रियली या अफकोर्स गुड या यही हमारा इङ्ग्लिस सो गाइजहरू हाम्रो बङ्गलामा चाहिँ पुगिसक्यौँ हामी साँच्ची भन्नुपर्दा म सुतेको छैन अब चाहिँ भात पकाउनु पर्ने हुन्छ ए मजा आएन बिडु यस्तै हो जिन्दगीको गोरेडो के बजेको अब लुगा धुनुपर्छ क्या दाइ जानु लगाएको आइपुगिसक्यो सकाएछ थ्याङ्क यू फर वाचिङ